राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ धेरै ठाउँबाट धेरै बहुमत ल्याएर चाहिँ जितिसक्नु भएको छ र 2/3 सरकार लगभग बन्नेवाला भइसकेको छ। र यसै बिचमा म यस्तो एकजना व्यक्तिको नाम लिन गइरहेको छु, सोनिम वाग्ले। उहाँले चाहिँ धेरै देशमा गएर पढेर स्नातक गरिसक्नु भएको रहेछ र श्रीलङ्कामा केही सल्लाह दिनुभएको रहेछ र हामीलाई पनि यस्तै व्यक्ति चाहिएको हो कि या होइन, आम पब्लिकको लागि चाहिँ यहाँ एउटा केही भिडियो राखिदिने छु। अब तपाईँहरूले मूल्याङ्कन गर्नुहोला, राम्रो हो कि या नराम्रो, र उहाँको बारेमा सुन्नु होला है त के भन्दैछ अन्त। नेपालमा मात्र होइन, विश्वको नीति र अर्थ बहसमा गुन्जिने एउटा नाम, Dr. Swarnim Wagle. Swarnim Wagle. Dr. Swarnim Wagle. Dr. Swarnim Wagle. 2040 सालको एसएलसी परीक्षामा अल नेपाल बोर्ड सेकेन्ड। बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक। अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर। अस्ट्रेलियन राष्ट्रिय विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि। राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्षसम्म। डाक्टर स्वर्णिम वाग्ले। सन् 2022 26 अप्रिल श्रीलङ्काका सांसदहरूको मोबाइलमा एउटा मेसेज आयो। उक्त मेसेजमा लेखिएको थियो, आदरणीय सांसदज्यूहरू, श्रीलङ्काले भोगिरहेको आर्थिक संकटबाट कसरी मुक्ति पाउने भन्ने विषयमा भोलि वरिष्ठ अर्थविद डाक्टर स्वर्णिम वाग्लेसँग छलफल गरिँदैछ। दिनको 2:30 बजे संसदको सार्वजनिक अर्थ समितिको 1 नम्बर हलमा अनिवार्य उपस्थित हुनुहोला। संसदीय समितिको सचिवालयबाट सांसदहरूलाई पठाइएको मेसेजमा लेखिएको थियो, डाक्टर वाग्ले विश्व बैंक र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रममा 20 वर्षभन्दा बढी काम गरिसकेका वरिष्ठ अर्थविद हुन् र अन्तर्राष्ट्रिय विकासमा ज्ञाता हुन्। उनीसँग 36 वटा भन्दा बढी देशको अर्थतन्त्र र विकास सहायता बारेको अनुभव छ। श्रीलङ्काका सभामुख समेत सहभागी सो छलफलमा श्रीलङ्का आर्थिक संकटबाट कसरी माथि उठ्ने भन्ने बारेमा डाक्टर वाग्लेले उपाय सिकाएका थिए। अनि तपाईहरुलाई यो भिडियो हेरेपछि कस्तो लाग्यो कमेन्ट गर्नुहोला, र सकेसम्म यो भिडियोलाई लाइक शेयर गर्नुहोला र प्रतिक्रिया पनि दिनु होला कि तपाईहरुलाई कस्तो लाग्यो कमेन्टमा लेखेर छोडिदिनु होला है त।